1 घण्टा त अझै छ यो डाँडो कति राम्रो देखियो के धनै लडिन आओ आओ आइयो बा सक्नुपर्छ अब 1 घण्टामा पुग्छ है हामी हाम्रो डेस्टिनेसनमा दिदी तिमी सकिछौ आओ आओ पुगिन्छ ओह देखियो डेस्टिनेसन त्यो टावरमा हो यो टावरमा 1 घण्टामा त पुगिन्छ होला अब छैन अझै त्यो डाँडो अझै 1 घण्टा छ उहाँको डाँडो 1.5 काट्ने हो दियो डाँडो काटेर बल्ल वालिङ बजार कति राम्रो देखिएको हिमाल सहित कस्तो राम्रो छ्याक्क देख्ने है हिमाल केही हुन्न होला के रे विषाद लुचिज ल टिपिदो रहेछ नि भाँचिदो रहेछ नि फुल त कस्तो राम्रो अलि राम्रोसँग है लड्लिस भाँच्न कस्तो राम्रो कलर कि पिङ्क लाइज भयो धेरै टिपेर के गर्ने अलि उता गर्दै पनि भारी भनेर फाल्छन् ल हिँड तिमी अगाडि मेरो डन दिदी यता हेर नि तिमीले नि हिँड्न सकिछौ सानी मान्छेलाई झोला बोकायो भन्ने होला भर्खर यो झोला दिएको मन्दिर गरौँ कालिका मन्दिर तर शीतल चाहिँ शीतल हो न जङ्गलमा घाम लागे पनि हावा चिसो चल्ने कि आऊ क्या आऊ आउनु त आइयो जसो तसो पुग्ने घर कसरी जस्तो भयो चिसो बतासै चल्यो भन्ने गीत अहिले आएको नि 2टा डाँडा काट्यो 2टा डाँडा आउँछ भन्थ्यो अझै 2टा डाँडा काट्यो कति डाँडा आउने हो अझै बाँकी 2टा डाँडा त्यस्ता ढुङ्गा बस हेर नि त भाइ कस्तामा बसेछ छाता ओढेर ए बा यहाँबाट यसो केही भयो भने राम 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 भगवान् अलि राम्रोसँग आऊ है यसो खुट्टा फिस्लियो पनि गयो यहाँ त अलि भित्तातिर उ गरेर आइज नि दिदी भित्ता चाहिँ फेरि त्यस्ता जुत्ता किन्लिस् कि आइज भगवान् बिस्तारै आइ दिदी मन्दिर किन होला के डाँडाको चुचुरोमा खोल्साको कुनामा हुने भगवान् ललचिटा राम 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 भने ए धनै लड्यो 2टा डाँडा कटेसी अर्को 2टा डाँडा थपिन्छ
अर्को 2टा डाँडा कटेपछि अर्को 2टा डाँडा थपिन्छ भन्थे। हामी आएको कहाँदेखि हो बाबै, हामी त 15-20वटा डाँडा काट्यो मलाई। हाम्रो हुँगी फाट देखिँदो रहन्छ। यति धान देखिएछ कुनाको मात्रै। सिरीमा सिरी बतासै चल्यो भन्ने चक्कर अहिले तलतिर चल्यो हुन्छ है भन्नुपर्ने। दिदी कहाँ गई? खोजेर राततिर दिदीलाई उता मेरो पुकुलो आउनुहोस् भन मेरो छुनको टुकुरो छिटो आउनुहोस् मोबाइल धेरै नहेर्नुहोस्। फसिन्छ के डाँडा भन्ने त होइन छिटो नहुने कहाँ पारेको राखेको त्यो चिट डाँडा डुबिन डाँडा हो कि कुबिन डाँडा भन्ने त्यही त हो नि। कता हो? 2टा डाँडा काट्यो अर्को 2टा डाँडा थपिन्छ। फेरि 2टा डाँडा काट्यो अर्को 2टा डाँडा थपिन्छ। लिफ्टिङ रहेछ कि हेर त हेर टिकटक देखाएको छ आवाज आएन। कहाँबाट थोतेको होला पानी हो? कालीगण्डकीबाटै हो कि? कालीगण्डकीबाट पनि उहाँ टाढा छ है। त्यो मान्छे यस्तो गाउँमा अझै 2टा डाँडा थपिन्छ। ऊ त पल्लो डाँडाको चुचुरामा हो। भगवान हामी आउँदैछौँ भगवान हो के छौ। हेलो कति टाढाबाट है हामी त 15-20वटा डाँडा काट्यो मलाई। हाम्रो हुँगी त देखिनै छोड्यो। हस् बुवा हस् हस्। अझै 1-1.5 घन्टा त लाग्छ होला कि। हामी कति बेर भयो हिँडेको? 5 घन्टा भयो। 5:30 बजे हिँडेको घरबाट 10:30 हुन लाग्यो। कस्तो डर लाग्दो के ठाउँ। भिरमा पनि बसेछ।